आज म खुवाउनेछु मेरो बुढीलाई पिज्जा। त्यसको लागि मसँग रक पेपर सिजरमा मलाई हराउनु पर्ने हुन्छ। गाइज आर यु रेडी? रेडी। रक पेपर एकचोटी म जित्छु। रक पेपर सिजर। रक पेपर सिजर। गाइज ऊ हारिसकेको छ। म चाहिँ रोनाल्डोलाई कल गरेर सोध्छु है। हेलो रोनाल्डो, मेरो बुढी चाहिँ रक पेपर सिजरमा हारिसकेको छ। उसलाई पिज्जा अनिवार्य खुवाउनु पर्ने रे। के तिमी मन्जुर छौ? यस रे। फाइनली गाइस म चाहिँ उसलाई पिज्जा खुवाउनु गइरहेको छु। लेट्स सी, भिडियो चाहिँ हेर्नु होला। फर्स्ट टाइम हो। मैले चाहिँ फुडपान्डा एप अन गरेर सबैभन्दा कम प्राइसको पिज्जा सिलेक्ट गरेर चाहिँ फाइनली मैले चाहिँ अर्डर गरिसकेको छु। 2 hours later गाइस मेरो चाहिँ अर्डर आइसकेको छ। उहाँले चाहिँ ल्याइदिनु भएको रहेछ। फर्स्ट टाइम होला मैले अनलाइन चाहिँ अर्डर गरेर ल्याएको। तपाईँ नै हो? ए ल यो म त यता छिर्दिएको फर्स्ट टाइम अर्डर गरेको। फाइनली गाइस हामीले चाहिँ अर्डर लिइसकेको छ। पिज्जा आइसकेको छ है। अनि यो चाहिँ हामी फर्स्ट टाइम है। यसको बिल पनि आएछ। बिल हेर्न सक्नुहुन्छ। मेरो पनि फर्स्ट टाइम, उसको पनि फर्स्ट टाइम। त्यसै कारणले मैले चाहिँ उसलाई खुवाउने भनेर उसले पनि पिज्जा भनिरहेको छ है। अनि अब चाहिँ हामी चाहिँ यसको अनबक्सिङ गर्न गइरहेको छ। अनबक्सिङ के गर्ने? खाने गरिदिउँ नहीं। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। अनबक्सिङ हुन गइरहेको छ है गाइस। ल यस्तो हुँदो रहेछ त्यहाँ फोटोमा अर्कै देखिन्छ होइन? खै के यस्तो रोटी जस्तो यार। मकैको दाना पो हुँदो रहेछ यार। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। फर्स्ट टाइम गाइस मकैको दाना पो हुँदो रहेछ त्यहाँ। मैले अर्कै मगाएछु यार। त्यो के हो नामै थाहा भएन त्यो है। ल गाइसहरु पिज्जा पनि आइसकेको छ। अनि यो पिज्जा हो। अनि यहाँ चाहिँ यस्तो के रहेछ यो सामानहरु। यो के हो थाहा भएन है। फर्स्ट बाइट है गाइसहरु। फर्स्ट बाइट है। ल ल फुरिसक्यो छोरी। कस्तो? यो अचार चुक्लो रहेछ नि। ठीक छ। तर रोटी जस्तै हुँदो रहेछ यो। त्यो मैदाको रोटी, तन्दुरी रोटी हुन्छ नि, सेम त्यस्तै लाग्यो मलाई चाहिँ। अब चिकन मगाउनु पर्ने चाहिँ। अब चिकन खान छोडिदिएको छ नि त मैले। त्यो मान्छेले चिजहरु हालेको त्यो भन्नु नि वाउ भनेर त्यस्तो रहेछ है। यो भेज भयो होला। खासै सोचे जस्तो है। हामीलाई लाग्थ्यो पिज्जा भने कस्तो हुन्छ होला, खतरा हुन्छ कि जस्तो लागिरहेको थियो मलाई त। अन्त खासै सोचे जस्तो रहेन त। हामीले सोचेको न सोचे जस्तो नहुँदो रहेछ। त्यो रोटीमा हामीले पनि रोटी बनाएर माथिबाट उयो सब पाउरोटी हो। शिमला मिर्च है, मकै, टमाटर ए उयो त हालेर खा। भेजमा त्यही त के अन्त न चिकन खान छोडेपछि भेज त खानु पर्छ। मैदा लार्जेस्ट पिज्जा हो के फेरि यो। मैदा चाहिँ त्यो मैले सोचेको के हुन्छ भने चाहिँ एउटा तावा सानो हुन्छ नि तावा, त्यस्तै आउँछ कि भन्थे। 12 इन्चीको रहेछ यति ठुलो। एउटा ठुलो थालको सेट हुन्छ नि भात खाने, त्यही बराबरको। ए मैदा के अरे यो दुनो चाहिँ जस्तो है छेउछेउको त्यही दुनो बनाउनलाई पाउरोटी जस्तो हुन्छ नि त। पाउरोटी छुट्टाइदिनु नि। ठिकै छ। सोचे जस्तो मिठो त छैन। यम्मी। यो त चाहिँ बब्बल लाग्यो यार। चुक्किलो अनि गुलियो है।
मकैहरू पाउँदो रहेछ यार। नाम के यसको? मेक्सिकना भेज चिकन पिज्जा भेज मेक्सिकना पिज्जा थियो। मैदा हालेको क्या। मकैको दाना मजा आउँदो रहेछ गाइजहरू। रोटी खाए जस्तो रहेछ पिज्जा। सेम रोटी र तरकारी खाए जस्तो होइन? मलाई त त्यस्तो लाग्यो है गाइज। चिकन चाहिँ कस्तो हुन्छ त्यो लाग्छ। यो चाहिँ सेम भेज भने चाहिँ रोटी र नै खायो। कतिवटा हुँदो रहेछ यसमा? 4वटा एकजनालाई खान्छ त है। फाइनली गाइज हामीले चाहिँ खाएर भइसकेको छ। मैले चाहिँ उसले चाहिँ अब त्यो खाँदैछ। मलाई चाहिँ टेस्ट ठिकै लाग्यो। अब पैसा अनुसार 750 रुपियाँ अरे। अब केही छैन। पिज्जा कस्तो हुन्छ भन्ने चाख्यो फर्स्ट टाइम। अनि त्यही नै हो। थ्याङ्क्स फर वाचिङ। लभ यु गाइज। बाई बाई। नेक्स्ट भिडियोमा मिल्नुपर्छ। बबाल आउनेछ अझै भिडियोहरू। ल।